फेरि पनि स्वागत छ हजुरहरूलाई नेपाली हरर टेल्समा। आशा गर्दछु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। धेरै समयपछि फेरि म नयाँ कथा लिएर हजुरहरूको सामु उपस्थित भइसकेकी छु। आजको कथा चाहिँ मलाई एउटा सब्सक्राइबरले लेखेर पठाउनु भएको थियो। आजको कथा हो बागलुङ जिल्लाको। उहाँ लेख्नुहुन्छ, यो कथा चाहिँ मलाई मेरो बजुले एकपल्ट सुनाउनु भएको थियो, जुन चाहिँ उहाँसँग नै घटेको थियो। यो घटना चाहिँ म बजुकै शैलीमा भन्न चाहन्छु र कथा यस प्रकारको रहेको छ। निकै वर्ष अगाडिको कुरा हो। जति बेला हामीले समय हेर्न घडी होइन जुन हेर्ने गर्थ्यौँ। जुन कुन दिशामा छ त्यो हेर्थ्यौँ र समय पत्ता लगाउँथ्यौँ। त्यो समयमा शौचालय र धाराहरू पनि नजिक हुन्न थिए। शौचालय त बनाएकै थिएन, धारा भने अलि टाढा नै थियो। हामी जहिले पानी लिन त्यसै धारामा जान्थ्यौँ। गाउँका सारा मान्छेहरू एउटै धारा भएको हुनाले सबैजना त्यसै धारामा धाउने गर्थे। म चाहिँ धेरै जसो धारामा ढिलै पुग्थे, त्यसैले म पुग्ने बेला धेरैजना आइसकेका हुन्थे, जुन कारणले गर्दा म लाइनमा बस्न पर्थ्यो। त्यहाँ लाइनमा बस्नुन्जेल मैले घरका थुप्रै धन्दाहरू भ्याउन सक्थेँ। एक दिनको कुरा हो, म एक्कासी निन्द्राबाट बिउजिएँ अनि आकाशतिर हेरेँ। त्यस दिन बादल लागेर जुन कहाँ पुगेको छ भन्ने पत्तो नै भएन। त्यसैले कति समय भएको मेसै पाउन सकिनँ। अँध्यारो त अँध्यारो नै थियो, तैपनि मलाई लाग्यो कि बिहान हुन लागेको छ। अब एकचोटि निन्द्राबाट बिउजेपछि फेरि निन्द्रा लाग्न पनि गाह्रो थियो। बरु यसै बस्नुभन्दा पानी थाप्न धारा जान्छु सोचे। छिटो गए छिटो त फर्किन पाइन्छ भनेर सोचे। खुसी हुँदै गाग्री बोकी आफ्नो बाटोतर्फ लागे। केही समय हिँडेपछि मैले धारा अलि परबाट नै देखेँ। तर मैले धारा मात्र होइन, एक युवती पनि देखेँ जो चाहिँ निहुरेर नुहाइरहेको थियो। मैले सोचेँ कि यो धारा त जति छिटो आउँदा पनि कोही न कोही त आइसकेकै हुने रहेछ भनेर। त्यही पनि गए र धाराको अलि यतै गाग्री बिसाएर आफ्नो पालोको प्रतीक्षामा बसिराखेँ। त्यस केटी अरू जिउ केही होइन, केवल टाउको मात्र निहुरेर नुहाएकै थिए। मुख नि देखाएकी थिएन। निकै बेर कुरेपछि मैले बहिनी नुहाउन पुगेन र पानी थाप्न पाए हुन्थ्यो, अघिदेखि कुरेको कुरै छु भने। त्यस केटीले केही पनि जवाफ दिएन र फेरि 5-10 मिनेट कुरेपछि मैले त्यस केटीलाई त्यही प्रश्न फेरि पनि सोधेँ। अनि त्यस केटीले जवाफ दिए, के तपाईँलाई थाहा छैन र दिन आफ्नो रात अरूको भन्ने? यो रात हाम्रो हो भनेर मुन्टो मकातिर फर्काई। मुख त के जस्तो रगताम्मै थियो। म त केही नसोची भागेछु। घर पुगेपछि म निकै थला परेँ। धामी बोलाएर झारफुक गरेपछि बल्ल पो ठिक भयो। त्यस दिन त म पालो कुर्नु पर्दैन भन्ने लोभले बिहान हुन लाग्यो भनेर मध्यरातमै पो घरबाट हिँडेकी रहेछु। मेरो बजुलाई त्यो पल सम्झिँदा अझै पनि जिउमा काँडा उम्रिन्छ भन्नुहुन्छ। र यो कथा बजुले मलाई सुनाउँदै गर्दा पनि मेरो पनि जिउ सिरिङ्ग भएको थियो। यदि बजुको ठाउँमा म भएको भए म त त्यही बेहोस हुने थिएँ।
आशा गर्दछु हजुरहरूलाई आजको कथा राम्रो लाग्यो भनेर। म फेरि पनि यस्तै कथाहरू लिएर छिट्टै उपस्थित हुने नै छु। यदि हजुरहरूसँग पनि केही यस्ता घटनाहरू घटेको छ भने हजुरहरूले हाम्रो फेसबुक पेजमा पठाउन सक्नुहुनेछ। धन्यवाद।